आशा चाहिँ होइन सबैको इक्जाम चाहिँ नि राम्रै गयो होला। ल यो एकाउन्टको इक्जाममा चाहिँ नि सबै धेरैले चाहिँ नि यो गाह्रो मानेको एकदम इन्डाइरेक्ट मेथडबाट यो क्यास फ्लो चाहिँ नि मैले यो सोल्युसन लिएर आएको छु। पहिलो त हामीले अब इन्डाइरेक्ट मेथडबाट गर्दाखेरि क्यास फ्लो स्टेटमेन्टको फर्मेट चाहिँ एकदम जान्नु पर्यो। फर्मेट चाहिँ नि ए पार्टिकुलर्स एमाउन्ट यसको चाहिँ नि के छ, अपरेटिङ एक्टिभिटीको चाहिँ नि अपरेटिङ एक्टिभिटी बाहेक अरू चाहिँ सबै सेम नै हुन्छ। फर्मेट चाहिँ नि यो अपरेटिङको चाहिँ हल्का डाइरेक्ट भन्दा हल्का फरक हुन्छ, तर इन्भेस्टिङ र फाइनेन्सिङ चाहिँ सबै सेम नै हुन्छ। अब स्टेप 1 मा हामीले के लेख्नु पर्यो त, अब क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटी निकाल्नु पर्यो। यहाँ हामीलाई नेट प्रफिट पनि दिएको छ र नेट प्रफिट पछि डिभिडेन्ड पेड लेस गरेर रिटेन अर्निङ पनि दिएको छ। नेट प्रफिट राखे पनि हुन्छ अथवा रिटेन अर्निङ राखेर गरे पनि हुन्छ, तर हामी चाहिँ यसमा नेट प्रफिट राखेर गर्छौँ। नेट प्रफिट दिएको चाहिँ यहाँ 70,000, हामीले नेट प्रफिट भनेर 70,000 राख्यौँ। अब नेट प्रफिट राखिसकेपछि हामीले यसमा नन अपरेटिङ एक्सपेन्सेसलाई हेड गर्नुपर्ने हुन्छ र नन अपरेटिङ इन्कमलाई चाहिँ नि हामीले यहाँ लेस गर्नुपर्ने हुन्छ। ल यहाँ नन अपरेटिङ एक्सपेन्सेसमा हामीलाई के दिएको छ त, जस्तै डिप्रिसिएसन अन प्लान्टहरू जाने भयो, प्रिमियम अन रिडेम्सन अफ डिबेन्चर दिएकै छ। डिप्रिसिएसन अन प्लान्ट कति दिएको छ त 80,000, त्यो 80,000 चाहिँ हामीले राख्नु पर्यो। त्यसपछि प्रिमियम अन रिडेम्सन अफ डिबेन्चर दिएको छ, त्यो पनि हामीले राख्नु पर्यो र त्यसलाई सम गरेर 80,000 + 30,000 गरेर 1,10,000 आयो। त्यसपछि चाहिँ हामीले अब लेस के गर्नु पर्यो त, नन अपरेटिङ इन्कमलाई चाहिँ लेस गर्नु पर्यो। खासै यहाँ नन अपरेटिङ एक्सपेन्सेस कुनै पनि दिएको छैन। नन अपरेटिङ एक्सपेन्सेसमा चाहिँ डिप्रिसिएसनको ठ्याक्क उल्टो एप्रिसिएसनहरू, अनि त्यसपछि चाहिँ नि डिस्काउन्ट अन रिडेम्सन अफ डिबेन्चर पर्ने हो, तर यहाँ दिएको छैन। त्यसरी नराखे पनि हुन्छ, त्यसरी राख्नु परेन। त्यसपछि हामीले यो अपरेसन गरिसकेपछि फन्ड्स फ्रम अपरेसन निकाल्नु पर्ने हुन्छ। नेट प्रफिट र नन अपरेटिङ 1,80,000 त्यो गर्दा चाहिँ कति आयो त 1,80,000 आयो। त्यसपछि हामीले चाहिँ यो करेन्ट एसेट्स र करेन्ट लाइबिलिटीलाई पनि एडजस्ट गर्नुपर्ने हुन्छ अपरेटिङ एक्टिभिटीमा। त्यसको लागि हामी एडजस्टमेन्ट अफ CAS द्याट मिन्स करेन्ट एसेट्स एन्ड CLS करेन्ट लाइबिलिटिज गर्नुपर्ने हुन्छ। अब हामीलाई त थाहा नै छ एसेट्सको रिलेसनसिप ठ्याक्क उल्टो हुन्छ र लाइबिलिटीसँग ठ्याक्क उल्टो हुन्छ। यदि एसेट्स बढ्यो भने नेगेटिभमा र घट्यो भने पोजिटिभमा, त्यस्तै गरेर लाइबिलिटी बढ्यो भने पोजिटिभमा, लाइबिलिटी घट्यो भने नेगेटिभमा। त्यसै गरी अब हामी अब यहाँ एसेट्सहरूमा स्टक के भएको छ त, स्टक 20,000 बाट 18,000मा चाहिँ नि गएको छ भनेपछि यहाँ डिक्रिज भएको छ। डिक्रिज इन स्टक लेखेर 2,000 पोजिटिभमा राखिदिनु पर्यो। त्यसपछि डेप्टर के भएको छ 80,000 बाट 32,000, यो पनि घटेकै छ। घटेपछि हामीले के राख्नु पर्यो त 48,000 48,000ले घटेको छ, त्यही भएर पोजिटिभमा राख्यो। त्यसपछि अब करेन्ट एसेट्समा के छ, क्रेडिटर्स र ओभरड्राफ्ट छ। क्रेडिटर्समा चाहिँ नि के छ 60,000 बाट 40,000मा गएको छ। 60,000 बाट 40,000 जाँदाखेरि कति हजारले घट्यो त 20,000ले। सो क्रेडिटसित पोजिटिभ रिलेसनसिप हुन्छ, सो घट्यो भने घटाइदिने। इन्क्रिज इन ओभरड्राफ्ट चाहिँ बढेको छ, त्यसैले चाहिँ 30,000 हामीले बढाएर राख्यौँ। अब यो सबै टोटल गर्दाखेरि कति आयो 60,000, एडजस्टमेन्ट गर्दा 60,000 आयो। र अब नेट क्यास फ्रम अपरेटिङ एक्टिभिटी चाहिँ हामीले यो फन्ड फ्रम अपरेसन र यो जुन एडजस्टमेन्ट अफ CAS छ त्यसलाई जोडेर राख्नु पर्यो। 1,80,000 + 60,000 गर्दा 2,40,000 आयो। अब त्यसपछि चाहिँ हामी स्टेप 2 र स्टेप 3 जुन क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी र जुन फाइनेन्सिङ एक्टिभिटी छ यो चाहिँ सेम डाइरेक्ट जस्तै सेम नै हुन्छ। र क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटीमा जाँदाखेरि चाहिँ हामीले के याद राख्नुपर्छ भन्दाखेरि, यदि हामीलाई एडिसनल इन्फर्मेसनमा दिएको छ भने, एडिसनल इन्फर्मेसनमा यदि फिक्स्ड एसेट्सको चाहिँ नि कुनै पनि इन्फर्मेसन दिएको छ भने हामीले पहिला एडिसनलकै हेर्नुपर्छ, र यदि एडिसनलमा दिएको छैन भने मात्र केमा हेर्नु पर्यो, ब्यालेन्स सिटमा हेर्नु पर्यो। र हामीलाई यहाँ प्लान्ट वाज सोल्ड एट बुक भ्यालु अफ RS 40,000 एन्ड पर्चेज अ न्यू प्लान्ट फर RS 3,20,000 भनेर दिएको छ। एउटा प्लान्ट चाहिँ किन्ने अरे हामीले 40,000मा, सो सेल अफ प्लान्ट भनेर हामीले 40,000 राखियो। एन्ड पर्चेज अ न्यू प्लान्ट चाहिँ हामीले बेचियो, बेच्दाखेरि हामीले 40,000 सेल अफ प्लान्ट भनेर राखियो। र न्यू प्लान्ट चाहिँ हामीले 3,20,000मा किनियो, सो 3,20,000 नेगेटिभ पर्चेज अफ प्लान्ट भनेर। त्यसपछि माथिपट्टि हेरौँ। अब माथिपट्टि फिक्स्ड एसेट्स हामीलाई इन्भेस्टिङमा चढाउनु पर्ने, सो ल्यान्ड दिएको छ। ल्यान्ड दिएको छ, ल्यान्ड र 2 लाख बाट 3 लाखमा पुगेको छ, जुन चाहिँ नि बढेको छ। सो पर्चेज अफ प्लान्ट, सो यसमा चाहिँ पर्चेज अफ प्लान्ट भनेर हामीले पर्चेज अफ ल्यान्ड भनेर चाहिँ हामीले कति राखियो त 1 लाख राखियो। र यसमा चाहिँ हामीले प्लान्टको चाहिँ जुन यो र यसमा चाहिँ नि हामीले यो एडिसनलबाट
प्लान्टको चाहिँ नि यो इन्ट्री जुन चाहिँ यो चढाइसकेको हुँदाखेरि चाहिँ नि अब हामीले माथिपट्टि ब्यालेन्स सिटको प्लान्टलाई चाहिँ हेर्नु पर्दैन। र यसको टोटल गर्दाखेरि नेट क्यास फ्रम इन्भेस्टिङ एक्टिभिटी कति आयो त हाम्रो 3,80,000 नेगेटिभमा आयो। र यसपछि जाउँ हामी स्टेप 3 जुन छ क्यास फ्लो फ्रम कि त फाइनेन्सिङ एक्टिभिटी। अब क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटीमा पनि अब के जाने भयो त्यहाँ सेम डाइरेक्ट मेथड जस्तै यसमा पनि हामीलाई यहाँ डिभिडेन्ड पेड दिएको छ। सो डिभिडेन्ड पेड सुरुमा हामीले 20,000 रुपियाँ राख्नु पर्यो, नेगेटिभमा पेड तिरेको हो त्यसैले। अब त्यसपछि अरू के छ त अब यहाँ सेयर क्यापिटल चाहिँ के भयो 4 लाखबाट 6 लाख यो बढेको छ। सो इस्यु अफ सेयर क्यापिटल भनेर हामीले 2 लाख रुपियाँ राख्नुपर्ने भयो। त्यसपछि डिबेन्चर चाहिँ यहाँ के भएको छ 2 लाखबाट 1,50,000 सो घटेको छ। सो हामीले के राख्नु पर्यो त रिडेम्सन अफ डिबेन्चर भनेर 50,000 रुपियाँ राख्नु पर्यो। त्यसपछि यसमा हामीले अझै एउटा बिर्सनै नहुने कुरा चाहिँ के छ त यहाँ प्रिमियम अन रिडेम्सन अफ डिबेन्चर पनि दिएको छ। त्यसलाई पनि हामीले चढाउनु पर्ने हुन्छ। प्रिमियम अन रिडेम्सन अफ डिबेन्चर भनेर 30,000 रुपियाँ दिएको छ। हामी 30,000 रुपियाँ चढायौँ र टोटल गर्दाखेरि यसको कति आयो त 1 लाख। 1 लाख कति के आयो त नेट क्यास फ्रम फाइनेन्सिङ एक्टिभिटी चाहिँ हाम्रो 1 लाख आयो। सो यति गरिसकेपछि स्टेप 4 मा चाहिँ हामीले नेट चेन्ज इन क्यास निकाल्नु पर्ने हुन्छ। यो नेट चेन्ज इन क्यास निकाल्दाखेरि चाहिँ जुन हाम्रो यो पहिला आएको छ जुन नेट क्यास फ्रम अपरेटिङ एक्टिभिटीको टोटल एमाउन्ट 2,40,000 अनि नेट क्यास फ्रम इन्भेस्टिङ एक्टिभिटीको 3,80,000 र नेट क्यास फ्रम फाइनेन्सिङ एक्टिभिटी जुन 1 लाख आएको छ त्यसलाई चाहिँ हामीले सम गर्नुपर्ने हुन्छ। र यो सम गर्दा चाहिँ नि हाम्रो कति आयो त नेगेटिभ 40,000 चाहिँ नि हाम्रो नेट चेन्ज इन क्यास आयो। र त्यसमा चाहिँ नि यो जुन ब्यालेन्स सिटमा दिएको छ क्यास जुन यो 2080 मा जुन दिएको छ 2080 र 81 दुईटैमा दिएको हुन्छ र हामीले एड गर्ने चाहिँ ओपनिङ क्यास ब्यालेन्स हो। एड ओपनिङ क्यास ब्यालेन्स गर्नु पर्यो हामीले 1,50,000 चाहिँ हामीले एक ओपनिङ क्यास ब्यालेन्स जोडियो। त्यो एक ओपनिङ क्यास ब्यालेन्स जोडिसकेपछि चाहिँ नि 1,50,000 मा 40,000 ट्याक्क जोड्दाखेरि कति भयो नेगेटिभ 40,000 छ यहाँ फेरि 1,50,000 मा नेगेटिभ 40,000 जोड्दाखेरि कति भयो 1,10,000 के आयो हाम्रो यो क्लोजिङ क्यास ब्यालेन्स 2081 मा 1,50,000। सो हाम्रो यो जुन क्लोजिङ क्यास ब्यालेन्स छ यो चाहिँ यो ब्यालेन्स सिटसँग चाहिँ ट्याक्क मिल्नुपर्छ जो 81 सँगको जुन चाहिँ हाम्रो 1,10,000। सो हाम्रो एन्सर पनि क्लोजिङ क्यास ब्यालेन्स कति आएको छ 1,10,000 नै आएको छ। सो यति गरेपछि हाम्रो यो इन्डाइरेक्ट मेथडबाट जुन यो क्यास फ्लो छ यो मिल्छ र यसमा हामीले 8 मार्क्समा 8 मार्क्स नै पाउन सकिन्छ। ट्याक्क फर्मेट मिल्नु पर्यो, सबै ट्याक्क गरेको मिल्नु पर्यो, 8 मा 8 मार्क्स आउँछ। र कतिजनाले यो मिलाउनु भयो यो क्यास फ्लो मिलाउनु भयो र कतिले बिगार्नु भयो अब त्यो पनि यसो कमेन्ट गरिदिनु होला। र कतिजनाको कति मार्क्स आउँछ अब सबैजनाले अब सबै मिलाउनु भयो भन्ने त छैन होला। अब यसमा चाहिँ नि अब अपरेटिङ नमिलाएर इन्भेस्टिङ मिलाए पनि मार्क्स पाउनुहुन्छ, अपरेटिङ मिलाए पनि अलिअलि मार्क्स चाहिँ पाउनुहुन्छ, फाइनेन्सिङ मिलाए पनि पाउनुहुन्छ। र आजलाई यति नै। अनि यदि क्वेसन नम्बर यो जुन 20 मा जुन मल्टी स्टेप आएको थियो यसको सोल्युसन चाहिएको छ भने कमेन्टमा गएर यस लेखिदिनु होला। क्वेसन नम्बर 20 सल्भ भनेर लेखिदिनु होला, म यसको पनि सोल्युसन लिएर आउनेछु। र हाम्रो यो एनइबी रिसोर्स म्यानेजमेन्ट युट्युब च्यानललाई सब्सक्राइब लाइक गर्न नबिर्सिनु होला।